ए टोलीहरु यो बालन दाइको यो कुरो सुनाउनु त हामीले यो कुरा चाहिँ सुन्नुपर्ने आवश्यक छ। ल सुन्नु सुन्नु। तपाईले के मलाई मिडियामा गएर इन्टरभ्यु दिएर बोले देख्नु भएको छ कहिले? मैले दिए हो मिडियामा। हाम्रो कुरा कसरी मिडियामा आयो, कसैले मिडिया ल्यायो, अब त्यो हजारवटा मिडियाको जिम्मा त मैले ल्याएको छैन। त्यो मिडियाहरूले कसरी ल्यायो भन्ने कुराहरूलाई जानकारी भएन। कसले यहाँको कुरा लिक गर्छ, कसैले पठाउँछ, त्यो मेरो जिम्मेवारीको विषय भएन। म आफैले मिडियामा गएर केही बोलेको कुरा छ भने भन्नुहोस्, त्यो म सुन्न तयार छु। मैले इन्टरभ्यु दिएर भनेको छु कि मैले पत्रकार सम्मेलन गरेर भनेको छु कि त्यो कुरा छ भने मलाई चाहिँ भन्नु पर्यो। अब मिडियामा आएको, मिडियामा 10वटा कुरा आउँछ, मैले जिम्मेवारी लिन सक्दिनँ। मिडियामा जे पनि आउँछ। मैले मेयर साहब यो कुरा मैले भने होइन कि र मेयर साहबले आई एम द स्टेट भन्ने खालको जुन भाव कर्मचारी संयन्त्रमा दिन खोजिराख्नु भएको छ मेयर साहब, यो गलत हो। यसलाई सच्याउनु पर्छ। सिङ्गो प्रशासन कमजोर होइन, सुन्न पनि पर्यो मेयर एउटै साहब। कुरा दोहोरिन्छ त सर, मेयर साहब दोहोरिन्छ त। बैठक भनेको दोहोरिने हो, छलफल गर्ने हो, यहाँ निचोड निकाल्ने हो। गरेर बस्ने हैन नि त। होइन बसिन्छ सर, किनभने मेयर साहब किनभने हामी छलफल गर्ने थलो हो। यहाँ एउटा कुरा एकचोटि मात्रै 10 चोटि पनि दोहोरिन सक्छ। एउटै कुरा दोहोऱ्याउँदाखेरि 10 चोटि सबैको पनि टाइम दोहोरिन दिनु पर्यो नि सक्छ। त। होइन हामी सबैले बोलिसकेर मैले अन्तिममा बोले। मैले कुनै कार्यपालिका सदस्यहरूको बढ्ता समय मैले लिएको छुइनँ, तसर्थ मैले मेरो विषय टुङ्ग्याए पनि यस्ता निर्णय गर्दाखेरि मेयर साहबले ख्याल गर्नुपर्छ होला भन्ने सुझाव मात्रै हो। कालो पत्रे गाडी तू समझा नहीं, तू समझा नहीं।